उहाँ कृष्ण काकी हुनुहुन्छ होइन। आज उहाँले 3 विकेट लिनुभयो, पहिलो 3 विकेट झारेर चाहिँ खेललाई पुरा टर्निङ अराउन्ड गर्नुभयो होइन। र हाम्रो 250-51 टार्गेट थियो, 91 या 92 उनीहरू सबै कोल्याप्स भयो। उहाँले म्यान अफ द म्याच पाउनु होला। कृष्ण भाइ भन्नुहोस् आजको तपाईँको आजको खेलको अनुभव र म्यान अफ द म्याच भएपछि कस्तो जोस आएको छ तपाईँलाई? निकै नै राम्रो लागेको छ, किन भन्नाले 251 रन निकै नै धेरै रन होइन। अनि हामीलाई चाहिँ फ्रिली बलिङ गर्न पाएको थियो कि भन्नाले अब टार्गेट थोरै भएको चाहिँ हामीलाई गाह्रो हुन्थ्यो होइन। अब विकेटै निकाल रनै रोक भनेर आज चाहिँ टार्गेट बढी थियो। मैले सोचिरहेको थिएँ कि आज मैले एक्सपेरिमेन्ट गर्छु भनेर। अनि 2 बल आउट स्विङ हान्ने, 3 बल अर्को बल भित्र हान्ने, यस्तै गरी एक्सपेरिमेन्टहरू गरिरहेको थिएँ। अनि बलले स्विङहरू पनि पाइरहेको थिएँ कि अनि त्यही हो, स्विङको राम्रो उपयोग गरेँ मैले। अब आगामी खेलहरूमा चाहिँ कस्तो विचार गर्नुभएको छ, कस्तो गर्न सक्ने भन्ने जुन कन्फिडेन्स बढेको छ नि आजले हिजोले गरेर? राम्रै लागिरहेको छ, किन भन्नाले ओपन जस्ट अर्ली ब्रेक थ्रु नै दिइरहेको छु होइन। सुरुमै विकेट निकाल्ने अल्टर बलर भएको हुनाले सुरुमै विकेट निकाल्नु पर्ने प्रेसर पहिलेबाट थियो होइन। अनि चाहिँ यो टुर्नामेन्टमा मैले निकालिरहेको छु, होपफुल्ली यसरी निक्लिरहेको छ, कन्फिडेन्स एकदम हाई छ होइन। यसरी नै अर्ली ब्रेक थ्रु नै निक्लिरहेको छ। अनि यो आयरल्यान्डमा जुन नेपाली फ्यानहरूले समर्थन गरेकोमा यसमा कस्तो लाग्यो त तपाईँलाई? एकदम राम्रो लागिरहेको छ। सोचेको थिएन कि यो आयरल्यान्डमा पनि हाम्रो नेपाली दाजुभाइहरू अङ्कलहरू हुनुहुन्छ भनेर होइन। यति अर्गनाइज भएर बस्नु पऱ्यो हामीलाई पनि थाहा थिएन। यहाँ पछि जस्ट हामीहरू जस्ट टोटली सरप्राइज भयो कि हामीलाई एयरपोर्टमा पनि यस्तो राम्रो तरिकाले स्वागत गर्नुभयो नि होइन। टोटली हामी सरप्राइज भएर हामीहरू एकदम हृदयबाटै धन्यवाद दिन चाहन्छौँ हामीहरूले। अब डेरीमा 5वटा म्याच छ भर्खर, हामी त्यहाँ पनि आउने कोसिस गर्छौँ। त्यहाँ पनि नेपालीहरू हुनुहुन्छ, अनि आउनुहोस्, त्यहाँ हामी स्वागत कार्यक्रम गर्छौँ। 10 तारिक एयरपोर्टमा पनि जान्छौँ होइन। हामीलाई पनि एकदम खुसी लागेको छ, तपाईँहरू आएर हामीलाई पनि किसिमको युनिटी जस्तो भएको छ। र अन्तिममा संसारभरि बसेका जुन नेपाली क्रिकेट फ्यान धेरै ठुलो एउटा भएको रहेछ क्या, त्यसलाई के भन्न चाहनुहुन्छ ल भन्नुहोस्? नेपाली क्रिकेट फ्यानहरूलाई यस्तै गरी नेपाली क्रिकेटलाई माया गरिराख्नुहोस् होइन। हामीहरूलाई पनि खेल्न राम्रो लाग्छ, किन भन्दा हजुरहरू जस हामीलाई पनि लाग्छ कि हामीहरू जितेर हामीहरू मात्रै खुसी भइरहेको हुँदैन कि सारा हरेक देशमा भएको जनताहरू नेपाली दर्शकहरू खुसी भइरहेको हुन्छ होइन। खुसी लाग्छ। यसै गरी नेपाली क्रिकेट र नेपाली जनता यसै गरी सबलाई माया गरिराख्नुहोस्, यो भन्नुहोस्। धन्यवाद है त।